हेलो गाइज, वेलकम छ तपाईलाई यो कसको च्यानलमा हो। अनि आज चाहिँ हामी कहाँ जान्ला रे? कालिका थान जाँदैछौँ होइन। देख्न सक्नुहुन्छ बहिनी छ, त्यहाँ दाइ र भाइ छ, अनि पछाडि नै आउँदैछन् है दुईजना, तर कहाँ थाहा भएन। अनि अहिलेको आजको भ्लग चाहिँ मैले स्टार्ट गरिदिएको, अनि ऊ चाहिँ अगाडि गइसक्यो। त्यही हो, सबैले हेर्नु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक। मलाई त पर्दैन, मलाई पर्दैन यो भिडियोलाई अनि यो च्यानललाई होइन। त्यस्तो केही नै आउँदैन साथीहरू मलाई, बुझ्यो? खोइ तिनीहरू त छैन त। त्यही हो साथीहरू, हेर्नु होला। अब हामी चाहिँ ऊ त डाँडा जानुपर्ने हुन्छ है, त्यहाँ हो अरे मन्दिर चाहिँ, मलाई थाहा छैन। अनि यिनीहरू अगाडि कहाँ हुन्छ त्यस्तो हुँदैन नि साथीहरू है। उही कल गर न, एकचोटि लाऊ न। देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यदि जान भयौँ। हाई भन न। यता चाहिँ यता हुनुहुन्छ, हामी चाहिँ जाँदैछौँ। भयो, अब उता अगाडि गएर नि एकजना थपिन्छ अरे। उसले भने ल ल यति हो। अब चाहिँ हामी उता पुगेपछि अनि फेरि उता पुगेपछि भेटौँला है त। देख्न सक्नुहुन्छ अहिले हामी चाहिँ यहाँ छौँ। यहाँ चाहिँ फोटोसुट चल्दैछ है। के रे, खरी हो यो? ए हो खरी साथीहरू, यो चाहिँ खरी रे। अनि कताको ढुसिनी रे। कारेकोट ए होइन कि यहाँ एउटा भिडियो बनाउने छ। म मेरो एउटा भिडियो बनाइदिनु, अनि त्यहाँबाट अनि जाम्ला। कता त जाने भने अरे टाटा है। हुन्छ ल, टाटा गयौँ। म चाहिँ भोलि घर जान्छु होला साथीहरू। म चाहिँ भोलि घर जान्छु। गोर्खा त्यही ठाउँ। अनि उता हो हाम्रो गाउँ चाहिँ, उता हो मेरो घर चाहिँ होइन। याङदिङ भन्छ, फुजे ल्याङदिङ। तर कस्तो खतरा देख्यो हजुर। याङदिङ खतरा देख्यो, तर हेर त्यहाँ पानी परेको भए चाहिँ खतरा हुन्थ्यो गाइस। होइन होइन, अहिले त्यो यस्तो यसलाई के भन्छ? यस्तै तुवालो हुन्छ। यसले गर्दा चाहिँ त्यसले गर्दा अब नराम्रो देखेको, तर केही छैन। यो घाम चाहिँ एकदम राम्रो देखिरह। अनि यहाँ चाहिँ यस्तो रहेछ है ठाउँ। अनि यही हो खरी भनेको। ल ठिक छ। यही हो रे साथीहरू, खरी चाहिँ है। मैले देखेको थिइनँ अहिलेसम्म। यहाँदेखि यता चाहिँ सबै खरी रहेछ। अनि यो आमडाँडाको डाँडा भयो है यो चाहिँ। अनि त्यहाँदेखि उतापट्टि चाहिँ हाम्रो गाउँ हो। म चाहिँ अहिले यहाँ छु मामा घर। यो मेरो दाइको च्यानललाई लाइक, सेयर, सब्सक्राइब अनि गरिदिनु होला है, माया गरिदिनु होला। त्यही हो, लाउनु भयो। सो फाइनली हामी गाइज कालिका थान आइसकेका छौँ। हेर्न सक्नुहुन्छ हामीसँग साथी विजय अधिकारी, सञ्जित अधिकारी, मनिष अधिकारी गइसकेको छ बाई बाई गर्दै। यता हाम्रो गाउँ त्यता पर्छ होइन गाइज। अघि हेरिसक्नु भएको छ। अब हामीले त्यो अघि एउटा बहिनीले अघि त्यहाँ जाने भनेर हामी त्यहाँ पुग्ने हो अब होइन, फेरि घर जाने। हाम्रो भ्लगर बहिनी, अगाडि बनाउने भ्लगर बहिनी चाहिँ थाकिसकेको अवस्था, उनलाई पुगेको। एउटा पोज दिँदै फोटो खिच्दै। ल यस्तै छ जमाना गाइज। हाम्रो पहिलो बनाउने भ्लगर बहिनी चाहिँ थाकेको। मनिष अधिकारी खरी डाँडा हेर्दै हो के हो? रमाइलो छ होइन त?
कस्तो लाग्यो त खरीको ठाउँ ओ डाँडा गाई जब त्यो खै डाँडा भएको थियो यतापट्टि साइड यो धुसिनी भइगयो अनि धुसिनीको स्कुल त्यो अब गाइज जुम गऱ्यो भने त्यस्तो राम्रो देखिँदैन त्यही पनि अब रमाइलो छ ल हेर्नुहोस् यता फोटो खिच्नलाई काइट त हुन्छ गाइज फोटो ल हेर्नुहोस् ओ त्यो डाँडो मैजीकोट हो होइन त्यो डाँडो पुर्सुक हामी अहिले निस्किन्छौँ अब घरतिर लाग्छौँ होला एकछिन रमाइलो गरेर हामी अब यसै गरी हामी अर्को ब्लगमा आउनेछौँ गाइज त्यसैले हजुरहरू माया सपोर्ट लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न नबिर्सिनु होला त्यसैले अहिले हामी जान्छौँ अब बाई